1101 रुपैयाँ प्रदान गर्छौं तथा विशेष रूपले सम्मानित गर्नेछौं भन्ने म यहीँबाट उद्घोष गर्न चाहन्छु। हाम्रो खेल अब सुरु हुन गइरहेको छ। यस खेलमा पहिलो खेलाडीको रूपमा हाम्रा बजार व्यवस्थापन समितिका अगुवा साथी तथा संयोजक भरत राजवंशी उहाँ पत्रकार पनि हुनुहुन्छ। पत्रकारज्यू पहिला भाग लिइरहनु भएको छ। हेरौँ उहाँको प्रस्तुति कति शानदार रहन जान्छ। हामी उहाँलाई एकचोटि जोरदार तालीले स्वागत गरिदिनु हुन पनि म विनम्र अनुरोध गर्न चाहन्छु। सुरु ठिक छ, बडो राम्रो भएन साथीले फुटाउन सक्नु भएन। अब दोस्रो राउन्डको रूपमा भाग लिइदिनु हुन म साथीहरूलाई हार्दिक अनुरोध गर्न चाहन्छु। अब रहेको छ हाम्रो झापा बजार विशेष व्यापारीको रूपमा हाम्रा मेरा प्रिय भाइ किशोरी गणेश ज्यूले अब भाग लिँदै हुनुहुन्छ। उहाँलाई पनि म सफलताको अग्रिम शुभकामना दिन चाहन्छु। 1000 बडो रमाइलो भइरहेको छ। धन्यवाद साथी। अब हाम्रो किशोरी गणेश अगाडि बढिरहनु भएको छ। सुरु दरुस। धन्यवाद, बडो राम्रो। उहाँले पनि फेलियर भइसकेको अवस्था छ। धन्यवाद किशोरी भाइलाई पनि म विशेष रूपले अग्रिम शुभकामनाको रूपमा शुभकामना दिन चाहन्छु। उहाँ यो हन्डी फुटाउनु भयो भने 1101 रुपैयाँ निश्चय पनि जितेर जानुहुन्छ भने अग्रिम शुभकामना दिन चाहन्छु। उहाँ अगाडि बढ्दै हुनुहुन्छ। उहाँलाई म पुनः फेरि शुभकामनाको रूपमा विजेताको रूपमा देख्न चाहन्छु। उहाँ अब अगाडि बढ्दै हुनुहुन्छ। बडो रमाइलो छ। ठिक छ। अब फुटेन। बडो रमाइलोमा भाग लिएर विजयको रूपमा घोषणा हुनेछ भन्ने अनुरोधका साथ अब हाम्रो मनोज भाइ अगाडि बढ्दै हुनुहुन्छ। निश्चय पनि उहाँले अब अगाडि बढ्दै हुनुहुन्छ। उहाँले निश्चय नै यो हन्डी फुटाउनेछ भन्ने अनुरोधका साथ बडो रमाइलोको साथ उहाँ अगाडि बढिरहनु भएको छ। अब पुग्ने आँट्नु भएको छ। उहाँले पनि फुटाउन सक्नु भएन। उहाँलाई म दुःखका साथ धन्यवाद भन्न चाहन्छु। बडो रमाइलो खेलका साथ 1101 रुपैयाँको भागीदार उहाँ पक्कै जितेर जानुहुन्छ भन्ने अनुरोधका साथ यो खेललाई सम्पन्न पार्नुहुन्छ भन्ने जस्तो म अग्रिम शुभकामना दिन चाहन्छु। अब हाम्रो नानी अगाडि बढ्न गइरहेको छ। म उहाँलाई फेरि पनि अग्रिम शुभकामना दिन चाहन्छु। सुरु अगाडि बढौँ। अब उहाँ पक्कै फुटाउनुहुन्छ जस्तो लागिरहेको छ मलाई। उहाँले फुटाउनु भएन। तसर्थ उहाँलाई पनि म बडो दुःखका साथ धन्यवाद दिन चाहन्छु। व्यापारीको रूपमा रहेको हिरण कोचले सहभागी भइरहेको छ। अब म उहाँलाई पनि अग्रिम शुभकामना दिन चाहन्छु। यस खेलमा उहाँले निश्चय नै यो हन्डी फुटाउनेछ र उक्त रकम उहाँको शुभकामनाको रूपमा उहाँले लानुहुन्छ भन्ने मलाई लागिरहेको छ। उहाँ अगाडि बढिसक्नु भएको छ। निश्चय नै उहाँले फुटाउनुहुन्छ जस्तो मलाई लागिरहेको छ। भएन साथी, भएन।
लानुहुन्छ भन्ने मलाई लागिरहेको छ। म पूर्ण रूपले उहाँलाई शुभकामना दिन चाहन्छु। उहाँ अगाडि बढिसकेको छ, पक्कै पनि नानीले फुटाउनेछ। अब फुटायो जस्तो पनि लागिरहेको छ भन्ने मलाई लागिरहेको छ। अगाडि बढ्ने क्रम जारी छ, अगाडि बढ्ने क्रम जारी छ। निश्चय नै उहाँले फुटाउनु हुनेछ भन्ने भएन। यी नानीले पनि हन्डी फुटाउन सक्नु भएन। निश्चय पनि हामी प्राइजको रूपमा 200 रुपियाँको रिचार्ज भएको म यहाँ सम्पूर्ण महानुभावजीहरूलाई जानकारी गराउन चाहन्छु। अब हाम्रो व्यापारी साथी अगाडि बढ्न गइरहेको छ। म यी साथीलाई, यी भाइलाई अग्रिम शुभकामनाको रूपमा विजेता भइदिनको लागि पनि म अनुरोध गर्न चाहन्छु, अग्रिम शुभकामना पनि दिन चाहन्छु। पक्कै पनि यो भाइले चाहिँ फुटाउँछ जस्तो मलाई लागिरहेको छ। ₹1 को ठाउँमा 200 रुपियाँको रिचार्ज थपिएको छ र अब हाम्रो अब हाम्रो खेलाडीको रूपमा अम्बिका कटेलज्यू आइसक्नु भएको छ। उहाँलाई म अग्रिम रूपमा शुभकामना दिन चाहन्छु। निश्चय पनि उहाँले यो हन्डीलाई फुटाएर यो कार्यक्रम इन्ड पनि गर्नुहुन्छ जस्तो मलाई लागिरहेको छ। पक्कै पनि आज उहाँकै हातबाट यो पुरस्कार उहाँ लिएर जानुहुन्छ जस्तो मलाई भनिरहेको छ। उहाँलाई म फेरि पनि शुभकामना दिन चाहन्छु।